केपी बाले क्यारम बोर्ड खेलेको भिडियो हेर अनि यसको फन्नी कमेन्ट पढ्ने है त। रुको जरा सबर करो। औला बाङ्गो भए पनि हान्न त सिधै हान्दो रहेछ बुढोले। खेतीपाती यस्तो रहेछ र पो 8 कक्षा फेल भएको रहेछ अनि भुत्रो बन्छ देश। 10 वर्ष जेल बसेर क्यारम बोर्ड खेल्न सिकेको रहेछ बुढाले। बुढाले जान्न त सबै चिज जानेको हो देश बनाउन बाहेक। बाको औँला त क्यारम बोर्ड खेल्नै बनाइदिएका हुन् भगवानले पनि। क्यारम बोर्डको टुर्नामेन्ट बनाएर नेपाल बोलाम अनि त्यही खुसीमा आएको बेलामा धोबी हान्नुपर्छ। केपी ओलीले हगेको मुतेको भिडियो पनि बनाउने हो कि झोलेहरू। चोकमा क्यारम बोर्ड खेल्नुपर्ने बेरोजगारीलाई सत्तामा पुर्याएपछि देशले दुःख पाउँदैन त।